मित्रहरू नमस्ते, म तपाईको मित्र गुराँस भन। तपाईको जिन्दगी एउटा बस हो र तपाईको जिन्दगीको ड्राइभर हो र तपाईको जिन्दगीको जुन गाडी छ त्यो गाडी तपाईले चलाउनु पर्छ। त्यो गाडी अरूलाई चलाउन दियो भने दुर्घटना एकचोटि होइन पटक पटक हुन्छ र हामीहरूले के गर्छौं, हाम्रो गाडी जुन छ जिन्दगीको प्राय अरूलाई चलाउन दिन्छौं। जस्तो कुनै एउटा भिडियो हेर्नुभयो, भिडियो राम्रो लाग्यो र भिडियोका कन्टेन्टहरूले तपाईलाई साइकोलोजिकल्ली इमोसनल्ली शासन गर्न सक्छ। त्यो भिडियोमा जे भनेको छ त्यो कुरा तपाईले स्वयंमा शासन गर्न दिन सक्नुहुन्छ। मार्केटिङ स्ट्र्याटेजी टन्नै छ बजारमा, हैन? जस्तो कुनै मार्केटिङ स्ट्र्याटेजीले विजडम सेल गर्न खोजिरा हुन्छ, विजडम बेच्न खोजिरा हुन्छ, मेडिटेसन बेच्न खोजिरा हुन्छ, योग बेच्न खोजिरा हुन्छ, हेल्दी फुड बेच्न खोजिरा हुन्छ। यी कुराहरूले हामीलाई त्यति एट्र्याक्ट गर्दैन। तर एउटा सुन्दर स्त्रीलाई अर्धनग्न कपडा लगाइदिएर रक्सीको विज्ञापन गराइरहेको हुन्छ, चुरोटको विज्ञापन गराइरहेको हुन्छ, त्यसले हामीलाई प्रभाव पार्छ। अनि डाइरेक्टली इनडाइरेक्टली त्यसले हामीलाई शासन गर्छ, त्यसले हामीलाई रुल गर्छ। इन्टरनेटमा आएका विभिन्न प्रकारका भिडियोजहरूले हामीलाई शासन गरिरहेको हुन्छ, साथीभाइको मेन्टालिटीले हामीलाई शासन गरिरहेको हुन्छ, हामीले पढ्दै गरेका किताबहरूले हामीलाई शासन गरिरहेको हुन्छ, हामीले सधैँ सँगै उठबस गर्ने मानिसहरूको फिलोसफी, दर्शन, एक्टिभिटिजले पनि हामीलाई शासन गरिरहेको हुन्छ। जोसँग हामी उठबस गर्छौं, जोसँग हामी जिन्दगी बिताइरहेका छौं, उनीहरू एकदमै राइट ट्र्याकमा छन्। उनीहरू एउटा ह्युमन मेन्टालिटीबाट बिगर ह्युमन मेन्टालिटीतर्फ अपग्रेड त्यो यात्रामा छन् भने उनीहरूले हामीलाई शासन गरेको राम्रै हो। तर देखावाको चाड छाँदमा जिन्दगी अल्झाइरहेका छन्। संसारमा के भइरहेको छ उनीहरू अननोन छन्, मतलबै छैन उनीहरूलाई। संसारमा के भइरहेको छ, म अझै के बेटर गर्न सक्छु भन्ने मेन्टालिटीबाट गिरेर अब हामी देखाउन थालेका छौं, हामी के एचिभ गरिरहेछौं, हैन? के चीज हामी प्राप्त गरिरहेछौं, हामी त्यो सोअपको संसारमा बाँच्न सुरुवात गरिसकेका छौं भने त